नमस्कार साथीहरू। आज म तपाईहरुलाई पूर्वको एकदमै प्रख्यात यो वाचिप्पा बनाउने सम्पूर्ण प्रोसेसहरु देखाउन गइरहेको छु। यो कुखुरालाई सबैभन्दा पहिला यसरी आगोमा पोल्ने उसको प्वाखहरु। वाचिप्पा भनेको के हो भने राई लगायत किराँत जातिहरुको एउटा प्रमुख परिकार हो। यो कसरी बनाइन्छ आजको भिडियोमा सम्पूर्ण प्रोसेस म तपाईहरुलाई देखाउने छु। यतिखेर हामीले कुखुरालाई नकाटिकन जिउँदै उलाई चाहिँ मारेर यो चाहिँ यसो गर्न नहुने हो, तर एउटा बनाउने परिकार म तपाईलाई देखाउँदै छु। उसको प्वाखहरु हामीले सबै पोलिन्छ। यसरी पोलिसकेपछि प्वाखहरुलाई यसरी पोलिन्छ, मजाले डढाइन्छ भनौं एक हिसाबले। र यसपछि अब यसको अन्य प्रोसेसहरु हुन्छ। आगोमा अघि डढाएको प्वाखलाई अब हामीले यसरी निकालेर एउटा भाँडामा राख्छौं। यसलाई नै अहिले वाचिप्पाको सबैभन्दा मेन पार्टको रूपमा लिन सकिन्छ। र यसरी जुन जुन एकदमै डढेको छ त्यो चीजलाई यसरी निकाल्ने काम हुन्छ। र यो निकालिरहेका छौं। यो कम्प्लिटली निकाल्न पर्छ, सबैतिरको प्वाखदेखि लिएर खुट्टा, घाँटी र ढाडको भागहरु सबैतिरबाट यो डढेको प्वाखहरुलाई एउटा भाँडोमा निकालिसकेपछि यसको प्रोसेस थप अगाडि बढ्छ। अघि निकालेको प्वाख सँगसँगै अब यहाँ चाहिँ उसको भित्रको आन्द्रा, त्यसैगरी कलेजो लगायत भित्रका चीजहरु सँगसँगै हड्डीहरु चाहिँ हड्डीहरु मसिनो गरी यसलाई चाहिँ टुक्राइन्छ। यो टुक्राइसकेपछि अघि त्यो प्वाखहरु गरेर एउटा भाँडामा निकालेको र त्यो काटेको टुक्राहरुलाई यसरी मोसिन्छ एउटै भाँडोमा। यसरी मजाले मोस्ने, सबैभन्दा अगाडि मोसिन्छ। सबैतिर चाहिँ त्यो प्वाखहरु छिर्नको लागि त्यो मासुमा। अब यसलाई तेल हाले, त्यसपछि प्याजहरु हाल्ने र मजाले यसरी चाहिँ आगोमा अथवा तपाईको घरमा आगो छैन भने ग्यासमा यसरी त्यो अघि मोलेको चीजलाई मजाले फ्राई गर्नुपर्छ। यो आलु तिते बन्दै छ है हजुर। यो खाती किराँती एउटा चाहिँ खाना बन्दै छ। हाम्रो विशेष गरी खगेन्द्र सर पूर्वी किराँत सभ्यताको एउटा चाहिँ पौराणिक एउटा। अनि तपाईले यो पहिलो पटक टेस्ट लिँदै हुनुहुन्छ, यो खानालाई चाहिँ कतिको उत्साहित हुनुहुन्छ सर? एकदम उत्साहित। किन भन्दा यो चाहिँ मेरो 40 वर्ष जीवनको पहिलो यो डिश हो हैन। आफै पकाएर अलिकति यसको होल प्रोसेस हेरिरहेको छु नि त। बिहानदेखिको यसको तयारी, यसको चाहिँ बनाउने प्रक्रियाहरू हेर्दाखेरि चाहिँ आई एम क्वाइट एक्साइटेड। ओके, मुखमा पानी आइसक्यो। त्यही भने के डढे के भयो? अब यो पाकेर फाइनली यस्तो खालको भइसकेको छ। तपाईले पनि यो ट्राई गर्नु भएको छैन भने कृपया ट्राई गर्नु होला। एकदमै मिठो हुन्छ र यो प्रख्यात छ पूर्वमा।